Okay, hello and good morning guys. आजको नयाँ न्यू डे न्यू ब्लग अनि तपाईहरुलाई स्वागत छ। आज चाहिँ के हो भन्दाखेरि आज चाहिँ म जंगलमा आएको छु। यहाँको जंगलको खूबसूरत चाहिँ तपाईहरुलाई देखाउँछु। यहाँनिर चाहिँ मान्छेहरुले दाउरा काटेको अनि आजको यो छोटो भिडियो है। यो चाहिँ एकदम दामी रुख हो। यसको नै हो यो फलेक निकालेको चाहिँ। यो फलेक वाउ, दामी छ। यहाँनिर चाहिँ जम्मा 30 लेखेको छ हैन। अनि यो चाहिँ सबै मेसिनले काटेको गाइस। अब यहाँ चाहिँ एकदम जाडो छ मौसम चाहिँ, त्यही भएर मैले चाहिँ एक ग्लोभ्स लगाएको छु। अनि अहिले म फेरि जंगलमै हराउन सक्छु, त्यही कारणले छिटो जानु पर्छ। वाउ, यो लोतेलाई अनि अरे यार एक्लै भए म, त्यही कारणले चाहिँ म गर्नु पर्ने छ। तर के गर्ने, मलाई चाहिँ खुट्टामा सानो चोट लागेको कारणले म चाहिँ धेरै सकेको छु हैन। ओके, लेट्स सी जंगल। ओके, फरेस्ट। यहाँ यतातिर त फेरि स्याल फ्याउर ब्याङ्क नि पाइन्छ नि फेरि। वाउ, जंगल त बडा ब्युटिफुल यार, रियली वन्डरफुल। ओ नो, यतातिर झन् कदानी हो। अजिङ्गर पाइएलै फेरि। वाउ, तपाईहरुलाई चाहिँ यस्तो जंगलमा चाहिँ क्याम्पिङ गर्नको लागि दामी हुन्छ है। यहाँको रुखहरू हेर्नुहोस्। वाउ, ओ नो, यतातिर देख्न सक्नुहुन्छ। जंगलको खूबसूरतै बेग्लै छ गाइस। मलाई चाहिँ छुट्टै मजा आएको छ। दामी हो यो, दामी छ कि। वाउ, रुखहरू क्या ब्युटिफुल। साँच्चै भन्नुपर्दा यो जंगल चाहिँ दामी छ है। यहाँ माथितिर चाहिँ फुलहरू रहेछ, म तपाईहरुलाई देखाउन चाहन्छु है। मुख पनि ढोको छैन म बिहान जंगल आउने भनेको कारणले गर्दा। यो चाहिँ के हो यस्तो, यो झ्याउ। वाउ, जंगलमा पनि यस्तो फुलहरू छ कि। या अब एकचोटि लाली गुराँसहरू हेर्न सक्नुहुन्छ। तपाईहरुले यस्तो भ्यूज चाहिँ तपाईहरुले देख्नु भएको थिएन होला। यो भ्यूजलाई चाहिँ जसरी नै लाइक गर्नु होला, शेयर गर्नु होला, ओके, सब्स्क्राइब गर्नु होला। ओके, म चाहिँ भ्यूज देखाउँछु।
हाम्रो नेपाल अनि यो चाहिँ बागलुङ लाम्मेला तमान बागलुङ अनि यहाँको चाहिँ यो खुबसुरत हो सुन्दरता हो ओके तपाईहरुले चाहिँ लाइक गर्नु होला शेयर गर्नु होला सब्स्क्राइब गर्नु होला मैले जुन भिडियो चाहिँ तपाईहरुको सामु मैले शेयर गरेको छु देखाएको छु वाउ really beautiful के छ यतातिर यस्तो बस्छ होला त नि यतातिर घाममै खस्छ ओके हाम्रो कामहरु सकिसकेको छ अब हाम्रो बाइक चाहिँ तल छ तर म बाइकमा हिँडेको चाहिँ आज देखाएको छैन किनकि मैले चाहिँ आज माउन्ट होल्डर लिन बिर्सेको छु मैले वास्तवमा आज भ्लग गर्छु भनेको थिएन तर यहाँको सुन्दरताले चाहिँ मलाई भ्लग गर्नको लागि चाहिँ एउटा बाध्य बनाए जस्तो लाग्यो तपाईहरुलाई चाहिँ गुराँसहरुको भिडियो पनि देखाउँछु तर यो भिडियोमा नेक्स्ट भिडियोमा चाहिँ मैले लाली गुराँसको चाहिँ एउटा बगैँचा जस्तो छ त्यो चाहिँ मैले देखाउँछु ओके अब